केटा कसैले सक्दैन नि फेरि मलाई त्यो भिडियो उयो मलाई त्यो अनुहारमा चुच्चो बनाएकै मन पर्दैन क्या लिप्समा ओ माई डार्लिङ माई बेबी खान्छ कति बजे ए घडीले पनि काम गर्दैन त मेरो मरो कि का हाई गाइस वेलकम टु माई ब्लग अनि म चाहिँ धेरै बेसी ब्लग गर्दैछु क्या हामी चाहिँ अनि यस्तै भयो रस सिजन भयो नि त हामी त्यति के नगरेको भयो भ्याउँदै भएन क्या के गर्दा थाकेर अनि त्यो फुटबलहरूको सेसन थियो नि त त्यही भएर पनि निकै भएन भने नगरेको भिडियो त्यही भएर आज चाहिँ म भिडियो गर्दैछु गाइज होइन आज चाहिँ टिपिकल फ्राइडेको दिन चाहिँ फ्राइडेको दिन चाहिँ एकदम रस हुन्छ होइन अनि अरू हामीसँग काम गर्ने फिलिपिनोहरूको पनि उनीहरूको पनि छुट्टी छ अनि बेसिकली हामीलाई चाहिँ थर्सडे फ्राइडे स्याटरडे छुट्टी दिँदैन है एकदम रस हुन्छ नि त अनि मेरो ड्युटी भनेको चाहिँ कुवेत सिटीभित्र मुबारकिया भन्ने एरियामा पर्छ क्या हामी त्यहाँ चाहिँ लास्टै रस हुन्छ कहिले मान्छेको कमी नै हुँदैन होइन अनि आज चाहिँ म के बनाउँदैछु भन्दाखेरि राजमा ठिक पारिरहेछ होइन साथीले ठिक पारिरहेछ पकाइदिनु पऱ्यो सो गाइज आजको दिन के हुन्छ मसँग बसेर हेर्नु होला आयो आमै कति मधुरो भित्रको सो गाइज अब चाहिँ हामी जानु लागेको खाँदै पिन्दै सकेर सबै सकेर जुत्ता लाउँदैछु म त अनि गाइज तपाईँहरूलाई थाहा छ यो चाहिँ मेरो न्यू जुत्ता हो कसरी कमसेकम सुज त भन्नु मैले जुत्ता हो भनेछु न्यू जुत्ता हो अरे न्यू जुत्ता हो इङ्ग्लिस र नेपाली ओइ चाट राखेको हेर भएर त कमसेकम सुज भन्नु न्यू चाहिँ भने अनि अन्तिममा चाहिँ जुत्ता त लाएँ भन्दैछु सो गाइज अब चाहिँ हामी सबै सकेर काममा जानु आँटेको होइन अनि सबैजना निस्किँदैछ ड्याम केटी हो जम्मै कराएको सुनेर पनि मान्छेहरू छक्क पर्छ होला कत्रो कराउनु सकेको यिनीहरू वरिपरिको मान्छेहरू पनि छक्क पर्छ होला भित्र नेहा तीर्थ खोइ गयो ऊ नेहा ज्ञानु कहाँ यो त्यही ओछ्यानमै होला हौ मेरो अब यति बेला कपाल गर्ने कोला छैन कपाल मेरो यो कपडाले थिचेको होला नि त कहाँ यो पनि किधरे धेरै जहाँ गरिरहेको छौँ हौ हामी त ला मेरो कहाँ यो खोइ कहाँ यो किधरे भेटेछ त त्यसैले कोर मेरो कहाँ कहाँ होला अहिले कोर्दै थिएँ मैले पनि यस्तो छ गाइज हेर किधर रक्केल हो अब चाहिँ हामी जाने बेलामा हाम्रो जहिले यस्तै हो कि ओइ आज फ्राइडे हो गाडी भेट्दैन कोर्दै हिँड न जाउँ गाडीमा स्पेसै पाउँदैन जाउँ हिँड जाउँ आज फ्राइडे हो ओ यहाँ भित्रको हो नेहा र म मात्र हो निस्क त ल भाइ गाइज भाइ गाइज भनेछु हामी चाहिँ काममा हिँडेको कि अब यहाँ न यो चाबी पनि यो तीर्थ निस्क्यो नि कोही छुटेन नि भित्र लक लगाएर मैडम आपका चाबी हमारा ग्राउंड फ्लोर हम भी है हामीलाई चाहिँ के अरे 10 देखि ग्राउन्डमा झर्नुपर्छ झ्याउ लाग्दो केटीहरू नभ्याएर यही भाँच्यो कुर्दा मेकअप चाहिँ भ्याउनु तर गाइज आज चाहिँ उपद्रै गर्मी छ त्यही भएर छाता पुगेछ कि आमामा कत्रो मेकुरीहरू तिमीलाई त अहिले म यी आएर ड्यामकी ड्याम पारिदिन्छु नि ड्यामकी ड्याम कति राम्रो आफ्नो त राम्रै गर मेरो बहिनी तर हामीलाई फेरि कसैले सक्दैन नि होइन हामीलाई कसैले सक्दैन नि फेरि लाज त लाग्यो किन लाज लागेको बाबा लाज किन बाबा अलमको केटीहरूलाई कसैले सक्दैन नि फेरि मलाई त्यो भिडियो
परेको ब्रान्चको डन हो नि होइन घाम त तर लास्टै चारटै घाम लाग्यो यहाँ पनि लिपस्टिक लाउँछु अनि लिपस्टिक लाएर चाहिँ पारिदिन्छु होइन अनि त्यो गरेर उयो मलाई त्यो अनुहारमा चुच्चो बनाएकै मन पर्दैन क्या लिप्समा चुच्चो बनाउँदाखेरि छुट्टी चन्डाल बोक्सी आफूलाई अस्ति मलाई रन्जुले लगाइदिएको होइन त तिमीहरूले पक्रेर रन्जुले लगाइदिएको अनि मैले पछि भेटाएँ गाइजिनाले के भन्छ मलाई होइन मेरो मुख चाहिँ कता हो यो कपाल पनि मेरो मुखमा चाहिँ यहाँ सेप छ अरे क्या लिप्सको चाहिँ अनि यस्तो चुच्चो चुच्चो मिलाएर लगाउनु भन्छ यिनीहरूले मलाई चाहिँ फेरि पटक्कै मन पर्दैन के ला ओइ कस्तो भन्दैको सुँगुरको ओठ मलाई गाइस हामी चाहिँ जहिले पनि यो पार्कबाट गुज्रेर जानुपर्छ होइन यो पार्क छ अनि पहिले हामी आउँदा त यो पार्क देख्दा कम्ती खुसी भएको होइन हरियो कति रमाइलो क्या नजिकै हेर केटीहरू चरेर गयो अब छाता किन त्यो भाँडो पनि अनि किन नबोकेको त भएको छाता घाम म पनि बोक्नु आँटेको थिइनँ कि आज छाता घाम लागेको छ भनेर आज पत्ता लगाउने साइन्टिस्ट चाहिँ ज्ञान होला तिम्रो ब्याग यहाँ छ किन Let's go for a try. Look at her. Say hello. Oh my darling, my baby, MC. They already went. Oi. Guys, अहिले चाहिँ हामी मुबारक मार्केट आइसक्यो कि अघि तर रास्तै त्यो बुढी अघि बसमा हामी अगाडिपट्टि बसेको थियो कि अनि त्यो अगाडि ढोका खोलेर आज शुक्रबार होइन तर मेरो मुड लाइट अप गर्नुको लागि my baby. Oh. I love you. Love you. Hello, welcome to my vlog. अनि गाइज यहाँ चाहिँ पुराको पुरा इन्डियन मार्केट बसेको छ यो पुरा इन्डियन मार्केट छ यहाँ छेउमा चाहिँ हाइवे छ अघि हामी आएको बाटो चाहिँ मुबारकको मार्केट छ हामी बजार डुलेर पछाडि कति धेरै मार्केटहरू छ क्या यहाँ चाहिँ तर सामानहरू सबै पाइरहेको छ लुगाहरू कस्मेटिकहरू सबै पाइरहेको छ अनि यहाँ यस्तो यो भित्र टनल छ मलाई सुरुमा आउँदा चाहिँ यहाँ यो माथिको यो काठको के भन्छ कामहरू चाहिँ लास्टै मन परेको क्या एमसीले किनेको चिया चाहिँ लास्टै मिठो saying that the tea that you gave is too much tasty अनि यो हाम्रो कस्टमर त नभएको राम्रो त अहिले ऊ होस् न साँझ परोस् न यस्तो मान्छे आउँछ नि दिमाग खराब गर्ने गरी चेयर्स बिली जस्तै देखेको थियो रन्जुको रहेछ आई निड मनी सो गाइज अब चाहिँ हाम्रो काममा जाने बेला भयो कति बजी घडीले पनि काम गर्दैन त मेरो मोरो कि कहाँ अब काममा जाने बाई बाई गाइज मान्छे नआएकै राम्रो ड्युटीमा चाहिँ मान्छे छैन रहेछ
तर अब 6 बजेसम्म अँध्यारो होस् न गुटुटु आउँछ सबैजना दिमाग खराब हिजोकै जिउ दुखिरहेछ बाई गाइस सो गाइस हाम्रो चाहिँ काम सकिसकेको छ र के भन्छ अनुहार राम्रो देखिँदैछ नि क्युट बब्बाल हाम्रो चाहिँ काम सकिसकेको छ कि अनि बोरामा हालेर कुट्दा कुट्दा गरेर जस्तो हुन्छ नि यस भन त मेरो बहिनी हो कि होइन माया लाग्दो भइसक्यो मेरो बहिनी तिमी रुइदेऊ न यो अनि आज चाहिँ होइन जहिले केही न केही भइरहेको छ काममा होइन आज पनि एउटा टेबल यस्तो थियो आउने बित्तिकै क्या त्यो चाहिँ अनि सबको दिमागको सबको फ्युज हामी कतिजना बाहिर छ 5 जना थियौँ बाहिर 5जनाकै फ्युज उडेको छ होइन दिमाग खराब आउने बित्तिकै अनि अरू त त्यस्तै हो रमजान कहिले आउँछ होइन रमजान 3 मजा आएको क्या 6 घन्टाको अनि अब फेरि अब रमजानभरि 6 घन्टाको सिफ्ट थियो त अनि अहिले आएर चाहिँ 8 घन्टाको सिफ्ट गर्दा चाहिँ पुरा पत्लु हालत खराब भइरहेको छ क्या कारण चाहिँ त्यो हो हालत अब बिस्तारै होइन फेरि बानी भएर सबै ठिकै हुन्छ सो गाइज आजको लागि चाहिँ यति नै है यहाँसम्म अहिलेसम्म भिडियो हेरेर थ्याङ्क यू बाई टेक केयर